हेलो नमस्ते सबैजनालाई स्वागत छ फेरि पनि मेरो युट्युब च्यानलमा। सो आज चाहिँ मैले बिगिनर्सको लागि भनेर आर्म्स वर्कआउट लिएर आएको छु। सो ढिलो नगरी स्टार्ट गरौँ है त। ल कसरी गर्ने हेर्नु है। यसरी पक्र्नु होला, यसरी उठ्यो। चेस्ट अप ब्याक आर्च है, चेस्ट अप ब्याक आर्च, फुल कन्ट्र्याक्ट, फुल स्ट्रेच है, फुल स्ट्रेच, कन्ट्र्याक्ट, full stretch, slowly and control form. Contract, slowly and control form. Contract, slowly stretch. यसरी गर्नु होला है। मान्छेले कसरी गर्छ भनेपछि पुरा स्विङ गर्छ कि बडी यो यसरी चाहिँ गर्न भएन है। फेरि अर्को गल्ती गर्दै रहेछु। मान्छेले के गर्छ भनेपछि यहाँसम्म ल्यायो, यहाँसम्म ल्यायो, यस्तो गरिदिन्छ कि यो पनि गर्न भएन है। कस्तो गर्नु पर्यो? चेस्ट अप ब्याक आर्च, फुल कन्ट्र्याक्ट, पुरा स्ट्रेच, फुल तलसम्म स्ट्रेच गर्ने, कन्ट्र्याक्ट, फुल स्ट्रेच। यसरी गर्न सक्नुहुन्छ। यसरी तपाईँले 10 to 12 रेपिटेसनको 3 सेट गर्न सक्नुहुन्छ है। स्लोली एन्ड कन्ट्रोल फर्ममा गर्नुभयो भने चाहिँ 12 रेपिटेसन काफी हुन्छ। हाम्रो सेकेन्ड एक्सर्साइज रहेको छ डम्बल ह्यामर कर्ल है, सिटेड है। मैले सिटेड हजुरलाई किन गराइरहेको छु भनेपछि स्ट्यान्डिङमा पुरै स्विङ गर्नुहुन्छ क्या बडी तपाईँहरूले, हो त्यही भएर मैले चाहिँ सिटेड गराइरहेको है। सिटेडमा चाहिँ एकदम स्टेबल हुन्छ। सो चेस्ट अप ब्याक आर्च, स्लोली कन्ट्र्याक्ट, फुल स्ट्रेच, कन्ट्र्याक्ट, फुल स्ट्रेच, कन्ट्र्याक्ट, फुल स्ट्रेच, कन्ट्र्याक्ट, फुल स्ट्रेच। यसरी गर्नु होला है। मान्छेहरूले के गर्छ भनेपछि स्विङ गर्छ, कोही कोही सिटेड त गर्छन् मान्छेहरू यस्तरी 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 गर्न भएन है। यस्तरी गर्नु भएन है। चेस्ट अप गऱ्यो, ब्याक आर्च गऱ्यो, कन्ट्र्याक्ट, स्लोली स्ट्रेच है, कन्ट्र्याक्ट, स्लोली स्ट्रेच है। यसरी गर्नु होला है। यसको नि तपाईँले एउटा ह्यान्डमा 10 रेपिटेसन, अर्को हातमा 10 रेपिटेसन है, 20। थर्ड एन्ड लास्ट एक्सर्साइज फर बाइसेप्स है। बाइसेप्स भने सानो मसल छ, त्यही भएर धेरै ट्रेन गर्नु हुँदैन है बाइसेप्सलाई, ओभर ट्रेनिङ भइहाल्छ फेरि। सो यसमा नि सेम छ, पोजिसन सेम है। चेस्ट अप ब्याक आर्च, यस्तरी पक्र्नु होला है डम्बल, यस्तो भन्दा नि यस्तोमा धेरै इफेक्टिभ हुन्छ। सो कन्ट्र्याक्ट, स्लोली स्ट्रेच, कन्ट्र्याक्ट, स्लोली स्ट्रेच, कन्ट्र्याक्ट, स्लोली स्ट्रेच, कन्ट्र्याक्ट, स्लोली स्ट्रेच है। यसरी गर्ने होइन है, छिटो छिटो यसरी यसरी चाहिँ नगर्नु होला है। यसरी केही फाइदै हुँदैन, तपाईँलाई इन्जुरी हुने चान्स धेरै हुन्छ, अरू त्यस्तै हो। सो यसरी तपाईँले अनि 10 एउटा हातमा 10 एउटा हातमा गर्नु होला है। 20 रेपिटेसन्स दुवै मिलाएर यसको 3 सेट है त। अब हामी लाग्छौँ ट्राइसेप्सतिर। हाम्रो बाइसेप्सको वर्कआउट खतम भयो। अब तपाईँलाई यो 3टा एक्सर्साइज बाइसेप्सको लागि इनफ हुन्छ, तर तपाईँले स्लोली एन्ड कन्ट्रोल फर्ममा गर्नु पर्यो, कन्ट्रोल गरेर। स्विङ गरी त फाइदै हुँदैन तपाईँले, त्यही भएर स्लोली कन्ट्रोल फर्ममा गर्नु होला। सो हामी लाग्छौँ अब ट्राइसेप्सको एक्सर्साइजतिर। हाम्रो फर्स्ट एक्सर्साइज ट्राइसेप्सको। सो हाम्रो फर्स्ट एक्सर्साइज रहेको छ ट्राइसेप्सको रोप हेड ओभर एक्सटेन्सन है, हेड ओभर एक्सटेन्सन विथ रोप है। कसरी गर्ने हेर्नु है। लियो रोप, धेरै वाइड पनि गर्नु भएन, यसरी वाइड पनि गर्नुभन्दा ठ्याक्क हल्का क्लोज गर्यो, फुल स्क्विज गर्यो, तल स्ट्रेच गर्यो, फुल स्क्विज गर्यो, स्ट्रेच गर्यो, स्लोली एन्ड कन्ट्रोल फर्ममा। यसरी चाहिँ तपाईँले 10 to 12 रेपिटेसनको 3 सेट गर्न सक्नुहुन्छ है। सो अब हामी लाग्छौँ सेकेन्ड एक्सर्साइजतिर। हाम्रो सेकेन्ड एक्सर्साइज रहेको छ स्ट्रेट बार पुश डाउन है। कसरी गर्ने हेर्नु, तपाईँले यसरी पनि पकाउन सक्नुहुन्छ, यसरी पनि पकाउन सक्नुहुन्छ है। म चाहिँ यसरी पकाउँछु, ओभर एन्ड यस्तो भन्दा नि यसरी एल्बो पुरै उ नपर्यो, एल्बो लाइन
नहल्ला हुनु होला स्ट्रेच पुरा पुरा स्ट्रेच स्क्विज पुरा स्ट्रेच स्क्विज हात यस्तो राख्नु होला है हात तपाईँले यस्तो नि नराख्नु होला है यस्तो हुनु भएन है सिधा हुनु भयो स्क्विज स्ट्रेच स्क्विज है यसरी गर्न सक्नुहुन्छ यसको चाहिँ तपाईँले त्यही 10 to 12 रेपिटेसन फर 3 सेट गर्न सक्नुहुन्छ हामी लाग्छौँ थर्ड एक्सर्साइजतिर सो हाम्रो थर्ड एक्सर्साइज रहेको छ रोप पुश डाउन है कसरी गर्ने हेर्नु है पक्ड्नु चेस्ट धेरै यसो नुङ्न नि भएन है सो चेस्ट अप गऱ्यो ठ्याक्क ब्याक आर्च गऱ्यो फुल स्ट्रेच गऱ्यो फुल स्ट्रेच स्क्विज पुरा फुल स्ट्रेच स्क्विज पुरा स्लोली मान्छेले के गर्छ भनेपछि गल्ती यो गरेर हुन्छ यो मोडेर हुन्छ यो यस्तै हुँदैन है स्लोली कन्ट्रोल फर्ममा गर्नु होला चाहिँ हामी लाग्छ फोर्थ एक्सर्साइजतिर है त फोर्थ एन्ड लास्ट एक्सर्साइज फर ट्राइसेप्स है फोर्थ एन्ड लास्ट एक्सर्साइज फर ट्राइसेप्स कसरी गर्ने हातको प्लेसमेन्ट हात चाहिँ धेरै वाइड पनि नराख्नुलाई ठ्याक्क यति राख्नु फुट पनि ठ्याक्क यति राख्ने तल जाने आरामले यहाँसम्म जाने स्ट्रेच यो हात 90 डिग्री हुनु पर्यो यो सिधा हुनु पर्यो ह्यान्ड 90 डिग्री स्ट्रेच स्ट्रेच स्क्विज यसरी तपाईँले 10 to 12 रेपिटेसन गर्न सक्नुहुन्छ 3 सेट है त आजको लागि यति नै भिडियो के कस्तो लाग्यो हजुरलाई लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला है त यस्तै इन्फर्मेटिभ भिडियो लिएर आउने नै छु थ्याङ्क यू फर वाचिङ सी यू इन द नेक्स्ट भिडियो